सम्झना गरिराखौँ तर यहाँ अर्कै हुन्छ कि प्रेम दाई लाग्यो है साथी लाग्यो अब जङ्गलतिर ल हजुरहरूलाई स्वागत छ हामी डायमन्ड माध्यमिक विद्यालयबाट अमलटारी यो कावासती नगरपालिका वडा नम्बर 14 मा रहेको बागफोरमा छौँ र हामी चाहिँ अब जङ्गल सफारीमा जाँदैछौँ। अब हामीसँगै साथ दिनुहुनेछ एकदमै रमाइलो गर्नु अझै जाओस् न जङ्गल भनेको विभिन्न किसिमको चराचुरुङ्गी किरा फटका सबैको घर हो होइन। अब त्यसलाई डिस्टर्ब गर्ने नियम अनुसार हामी हल्ला गर्ने चाहिँ कुनै पनि कुरा चाहिँ बन्देज गरेको कुरालाई हामी गर्न पाउँदैनौँ र सबै कुरालाई गाडीको अनुमति मात्रै एक्टिभिटी गर्न पाउँछौँ। जङ्गल होइन यहाँ जङ्गलमा चाहिँ अब यो जस्तो ट्याक्कै जनावर नजिक पनि सक्छ होइन एकदम त्यो गर्नु कुरा हुन्छ र यहाँ त एकदम स्पेसिस भनेको यो गैँडा लगायतका 4 किसिमका मृग बाघ भालु चितुवा लगायतका अनि यतिखेर चाहिँ साइबेरबाट आएको नारायण नदीमा चाहिँ चरा देख्न पाइन्छ। अरू कुराहरू अब जस्तो हामी जङ्गल चाहिँ 3 किसिमको जङ्गल घुम्छौँ, एउटा सिमसार क्षेत्र अनि घाँसे मैदान र नदी उष्ण जङ्गल। त्यो किसिमकोहरू म व्याख्या गर्दै जान्छु। साइबेरियाबाट आएको भनेको बकुल्ला जस्तै चरा हो चक्केवा। Okay, welcome to the jungle. ल हामी चाहिँ मध्यवर्ती होमस्टेबाट अब सामुदायिक वनतर्फ छिर्दैछौँ। यो चितवन राष्ट्रिय निकुञ्जको कोर एरिया नभएर त्यसको साइड एरिया रहेछ। यहाँभित्र चाहिँ विभिन्न प्रकारका वन्यजन्तुहरू देख्न पाइन्छ भनेर उहाँले उद्घोष गरिसक्नु भएको छ। अब हामी दृश्यमै रमाउँछौँ। जनावरहरू आए भने जनावरहरूलाई हेरेर पनि रमाउँछौँ। अब हामी चाहिँ जनावरहरूको घरतर्फ जाँदैछौँ। हरिण देखियो हरिण होइन यो रतुवा भाग्यो दुब्लो रहेछ दुब्लो होइन रतुवा रे जङ्गलमा कति गाह्रो है कता कुना आउँछ ऊ हाँस पनि देखियो है गिद्ध पनि देखियो लुई चाहिँ यो हो पढेको खोइ पछाडिको गाडी गाल्दा त केही हेर्दैन अहिले फोटो हामीले यो देखेको तपाईँले हेर्ने छ भागिहरू सरले हेर्ने पाउनुहुन्छ उनीहरूले मिक्स गरे नि
17 को परिवार बाई Finally, we are in the view tower and we are enjoying a lot. We have seen lots of wild animals on the way. That's our luck. Okay. त्यो सुन्नु है अब यो चाहिँ चरा होइन अनि यो चाहिँ प्राकृतिक सूचकाहरू होइन नेपालमा लगायत विश्वमा एकदमै अब 97% चाहिँ लो भइसकेको अवस्थामा यो समुदायले संरक्षण गरेर राखेको यो गिद्ध हो होइन त्यो नेचुरल संरक्षण हो कि हाम्रो एसिया महादेश लगायत नेपालमा 9 प्रजाति गिद्ध पाइन्छ भने हाम्रो यसमा चाहिँ 8 प्रजाति गिद्ध आएको पर्छ एउटा प्रजाति मात्र आउँदैन त्यसमा चाहिँ ऊ त्यो गौशाला छ त्यो मरेको अथवा गाउँघरमा चाहिँ मरेको गाईबस्तु ल्याएर त्यो जिउँदो छ त्यहाँ राखिन्छ मरेको त्यहीँ राखेर नेचर रूपमा चाहिँ दिन्छ होइन पहिला अब हाम्रो हिन्दू संस्कार चाहिँ हाम्रो खाना माथि पनि गयो भने सुनपानी छर्के चलन त्यस्तो थियो नकारात्मक होइन अहिले चाहिँ प्राकृतिक सूचीकार हो अनि यो चाहिँ एकदमै समुदायद्वारा संरक्षण गरेको गिद्ध हो होइन यहाँको पालेको गिद्ध चाहिँ पाकिस्तानसम्म पुग्यो गरेको छ त्यो जति पनि छ नि यो सबै गिद्धको लागि राखेको हो त्यो ठुल्ठुलो रूपमा चाहिँ अहिले बच्चा हुर्काइरहेको छ गिद्धले बच्चा हुर्कान 9 देखि 10 महिना लाग्छ यो चाहिँ 18 वर्ष चाहिँ 72 दिन होइन अनि यसमा चाहिँ सबभन्दा ठुलो चाहिँ मान्छे देखिन्छ हो अनि समुदायले यो एकदम मोडेल काम हो क्या मैला हुनुहुन्छ मलाई केही सोध्न मन लाग्छ के अरे यहाँ गिद्ध प्रजनन केन्द्र छ भने जस्तो लाग्छ यहाँ चितवन राजनीतिको खसरामा छ प्रजनन केन्द्र चाहिँ त्यो प्रजनन केन्द्र ल्याएको चाहिँ यो गिद्ध चाहिँ हुर्केर आएको हो अनि एउटा कुरा कि यहाँनिर कोही केजभित्र कोही बाहिर किन हो त्यो प्रजननभित्र ल्याएको चाहिँ सानो अहिले चाहिँ ऊ बाहिरीसँग चाहिँ घुलमेल भएको छैन म्याचुर भएको छ नि म्याचुर भएपछि अनि त्यसलाई जिपिएस राखेर छोडिन्छ कि अनि यी माथि भएको सबैमा जिपिएस त छैन छैन यहाँ भएको अघिको कुरा यहाँ भएको सबै गैँडा सबै बाघहरूलाई जिपिएस लागेको छ कि नै छैन बाघलाई गैँडाले जिपिएस लगाउँदैन ए हजुर यहाँ हुर्काकोलाई जिपिएस लगाइन्छ यो नेचुरली हो कि होइन हजुर अनि एक प्रजाति गिद्ध मात्र आउँदैन त्यो हिमाली भेगमा मात्र पाइन्छ जुन अब विशेष गरी हिमालका भोटे समुदायले उसको जोख्ना हेरेर होइन जलाउने गाड्ने बगाउने गिद्धलाई खुवाउने होइन त्यो गिद्ध त्यो खानलाई चाहिँ त्यतै बसी हुन्छ त्यो एकदम अस्ति 1 महिना जति यो देवचुल डाँडामा आएको रेकर्ड थियो त्यहाँबाट हाम्रो नेचर गाइडले खिचेको थियो फोटो हिमाली भेगको होला हजुर उता त्यो मान्छेलाई काटेर खुवाउने एउटा समुदायमा चलन रहेछ हजुर लोक पूजा अंग्रेजी नाम इंडियन पी फाउल है शिकारले होइन कि शिकारीले थाहा पाउँछ हो है यो हाँस अनि हावा चाहिँ हावा लिन्छ है टाइगरबाट अब यिनीहरू सगरमाथा भन्दा नि 1000 मिटर माथि उड्न सक्ने के अरे करेङ गुरुङ भन्ने त यस्तो होइन है यस्तै पर्छ कि तर नेपालमा यो हाँस खाँदैन यसलाई त टिप्न पाएन त खानेकुरा गरेर अनि बाहिरतिर कतै यहाँ त अब ढुङ्गा टिप्न नपाउने जस्तो नि चलाउनु पाइँदैन जस्तो पार्क हो कि यो एउटा निगालोको हाँगो भाँच्यो भने नि कानुन लाग्छ
सम्पत्ति के हो हामी बोल्न नि हुन्न। अब पहिला पहिला अब अवैध रूपमा चाहिँ हुन्थ्यो होइन, हाम्रो संस्कार समुदायलाई यो खेतमा जाँदाखेरि त्यस्तो गर्ने चलन थियो क्या पहिला। धेरै तल भएको तर यहाँ भित्रभित्र जनावर चाहिँ पक्कै छैन, यो घाँसभित्र चरिरहेको सुतिरहेको छ। कहाँ पर्छ भन्दा त्यता केही छ कि भनेर हेर्न जानुभएको छ गैडा छ कि भनेर प्रयास गर्नु भइरहेको रहेछ भने बोलाउनुहुन्छ हामीलाई त्यहाँ। अच्छा मान्छे पनि यिनीहरू पनि हिँड्नु पऱ्यो। Like a rhino. Good shot. आल बस्दो रहेछ है। फेरि हजुरले गैँडा त हेर्नुभयो होला, गैँडाको खाक 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 कहाँ हुन्छ भन्नुभयो होला। नाकको त्यो टुप्पोमा देख्नुभयो हा, त्यो भनेको चाहिँ जस्तै हाम्रो नाकको रुँ हुन्छ नि, उनीहरूको नाकको रुँ हो, रुँबाट चाहिँ त्यो खाक बनियो। एकछिन कुरा हेर्नुलाई त सफाइदियो नि हामी चाहिँ यत्रो लामो यात्रा पछाडि हामीले अहिले गैँडा देख्न सफल भएका छौँ। गैँडा चर्दैछ। एक खाग र दुई खाग नि हुन्छ है। अफ्रिकामा पाउने दुई खाग सुमीलाई डुलाउनु हुने, गाइड गर्नुहुने हाम्रो आदरणीय दाजुहरूले शाकाहारी हो। हाम्रो गाइडको अथक प्रयासले गर्दाखेरि चाहिँ हामीले गैँडा देख्न सफल भएका छौँ। बनावट चाहिँ सेम एउटै हुन्छ, भालेको पनि खाकै हुन्छ, पोथीको पनि खाएको हुन्छ। अलिकति टाढा छौँ। अहिले हामी गैँडाको लागि चाहिँ हामी गैँडा हेर्नको लागि चाहिँ हामी यहाँ झरिसकेका छौँ अहिले। गैँडा यो निकै ठुलो छ। अनि यो हात्ती र गैँडा भेट भयो भने के हुन्छ? यसको चाहिँ सबै कुरो चाहिँ कानले महसुस गर्ने, यसले चाहिँ साउन्ड चाहिँ यति तेज हुन्छ कि
एन्टेना चाहिँ एकदम यति भएपछि काफी भएछ ल अब त मोबाइल अफ गरेँ नि बुढी छ र है घुम्दियो पुरै अगाडि पछाडि रिङ्गै त्यो पछि हो त्यो कोर एरिया है नेसनल पार्क ए यो हो बल्ल ए ल फाइनल्ली हामीले गइरहेपछि हात्ती पनि देख्नु पायौँ है ल यो चाहिँ जङ्गली हात्ती रहेको छ तपाईहरुले हात्ती हेर्नु भयो हाम्रो ए ल ल ल यो ठ्याक्कै नदीको किनारमै हेर्नको हात्ती पनि गैँडा पनि ए पारिपट्टि हो नारायणी नदीको पारिपट्टि चाहिँ यो चितवन नेसनल पार्कको कोर एरियाभित्र चाहिँ यो हात्ती देखिएको छ हात्तीले कस्तो अनुहार लुकाएको छ भाइ है अब त्यो हात्ती आफ्नो बाटो लाग्नु आएछ हामी पनि आफ्नो बाटो लाग्छौँ भाइ